आउनुस् हेरौँ यो वर्षको मेरो पल्टन घरको तीज। हाई एभ्रीवान, तपाईहरुलाई फेरि पनि मेरो मिनी ब्लगमा स्वागत छ। पहिलाको वर्ष जस्तै यो वर्ष पनि मैले पल्टन घरमा तीज मनाउने अवसर पाएँ। हाम्रो मीना दिदीले चाहिँ आफ्नो घर यति राम्रो डेकोरेसन गरेर सजाउनु भएको थियो। यति राम्रो डेकोरेसनमा त भिडियो त खिच्दै पर्यो हैन त साथीहरु। मलाई चाहिँ पल्टन घरको तीज किन अर्कै किसिमको रमाइलो लाग्छ। हामीले यहाँ एक मात्र नभएर 2-3 वटा तीज मनाउने गर्छौं। अनि यो तीज चाहिँ मेरो छोरीको फर्स्ट तीज रहेको छ। यसपालिको तीज चाहिँ मैले मेरो छोरीको साथमा मनाउन पाउँदा मलाई एकदमै खुसी लागेको छ। अनि के तपाईहरुलाई चाहिँ तीजको दिनको चाहिँ के स्पेशल लाग्छ? मलाई चाहिँ तीजको दिनमा बेहुली जस्तै रातो साडीमा सजिन पाउने नै एकदम स्पेशल लाग्छ। मान्छे रूपमा एकदम राम्री, मनको सफा र मिलनसार उहाँ हुनुहुन्छ हाम्रो मीना दिदी। फेरि पनि तपाईहरुलाई थ्यांक यू सो मच मीना दिदी, हामीलाई तीजमा इन्भाइट गर्नु भएकोमा। अब हेरौँ है हाम्रो तीजको ग्रुप डान्स। हामीले चाहिँ यो वर्षको तीज एकदमै रमाइलो गरेको थियौं। आशा गर्छु तपाईहरुले पनि यसरी नै रमाइलो गर्नुभएको थियो होला। मेरो भिडियो अन्तिमसम्म हेर्दिनु भएकोमा थ्यांक यू सो मच। तपाईहरुलाई अर्को भिडियोमा भेट्ने छु। बाइ।